हुन्छ। यहाँहरू सम्पूर्णलाई जय मसीह। फेरि पनि आजको दिनमा हामी पहिलो दिनमा छौँ। आज हजुरको बिचमा म छोटो हामीहरूको कोरस सिकाउन चाहन्छु। किबोर्डमा चाहिँ हजुरलाई आशा छ एकदमै सजिलो तरिकाले हजुर चाहिँ सिक्न सक्नुहुन्छ है त। आज हजुरको बिचमा चाहिँ म जिउँदो छन् यसु, जिउँदो छन् भन्ने म कोरस नम्बर 2 सिकाउन चाहन्छु। एकदमै सजिलो तरिकाको चाहिँ हजुरलाई सजिलो होस् भन्नको लागि मैले चाहिँ यो किबोर्डहरूमा ABCD सबै नोटहरू लेखिदिएको छु। यो चाहिँ स्पेसली बिगिनरहरूको लागि है त। अनि त्यही भएको कारणले गर्दा एकदमै स्लो तरिकाले म चाहिँ हजुरको बिचमा देखाउन चाहन्छु। हामीहरूको कड हेर्ने हो भनेपछि गीतमा चाहिँ हजुरको जिउँदो छन् यसु, जिउँदो छन् छ है त। यस्तो टाइपको छ भनेपछि म चाहिँ हजुरलाई एकदमै सजिलो तरिकाले सिकाउन चाहन्छु है त। यसमा लाग्ने कड भनेको जी छ एउटा सजिलो, अर्को भनेको हामीहरूको सी छ सजिलो, त्यसपछि अर्को डी कड लागेको छ है त। अनि यो चाहिँ इन्भर्जन कड मैले प्रयोग गरेको छु, DGB यो नि जी कड, अनि सी कड रुट पोजिसनमै CEG, अनि डीमा चाहिँ डी एफ शार्प ए है त। एफ शार्प चाहिँ यो हो। अनि यसरी डी कड बजाउन मिल्यो। अनि अब सजिलो तरिकाको चाहिँ यसरी छ है त। जिउँदो छन् यसु, सजिलो तरिकाको छ है त। CBAG एफ शार्प जी ए यसरी है त। एकदमै सजिलो। बी 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 सी बी ए जी एफ शार्प जी ए। अब फेरि डी एफ शार्पबाट एफ शार्प ए जी ए BAG फेरि देखाएँ है त सरसर्ती मैले हजुरलाई। BC BAG एफ शार्प GA अनि फेरि C D अब G है त। यसरी छ है त। एकदमै सजिलो। अब मैले चाहिँ हजुरको बिचमा चाहिँ नर्मली सबै बजाएर देखाउँछु है त। अक्टेभमा है त सेम। जिउँदो छ यसु, जिउँदो छ मेरो मनमा यसु, जिउँदो छ सङ्कटमा मेरो सहारा हुँ, यसु सधैँ जिउँदो छ। यसरी छ है त। यसमा एकदमै सजिलो हामी सजिलो तरिकाले पनि गर्न सकिन्छ। यो नर्मली जी कड जिउँदो सी, अब फेरि जी, अब डी, फेरि सजिलो, एकदमै सजिलो सिम्पल तरिकाले BC BAG डी शार्प GA। सेकेन्ड लाइन फेरि मेरो मनमा यसु, जिउँदो छन्।
अब डी है त सङ्कटमा मेरो सहारा हुन् येशू सधैँ जिउँदो छ। हस् यसरी हजुरले गर्न सक्नुहुन्छ है त। यसमा चाहिँ यसरी ट्र्याक छ है त। येशू सधैँ जिउँदो छ। यसरी हस् धन्यवाद। आजको दिन यतिकै हामी राख्छौँ। फेरि पनि हजुरलाई नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ। हुन्छ बाई बाई। जय मसीह।